जीवन यात्रा शून्यबाट सुरु गरे खासै आफ्नो यात्रा फरक पर्दैन हुनु पर्दा शून्यको पात्र शून्यबाट सुरु गरे खासै आफ्नो यात्रा फरक पर्दैन हुनु पर्दा शून्यको पात्र धेरै कुरा सबैको नभए पनि तर समय भने सबलाई उतिकै मात्र के पाए अनि के गुमाए भन्दा पनि कति रमाए भन्ने बुझाइ हो खासमा सुख र दुःखको मेल हो आत्मा 10 पल्ट लडे पनि 11 चोटि उठ्नु पर्ने रहेछ खासमा त्यसैले यसलाई भनिने रहेछ जीवन यात्रा सम्झौता अनि सपनाहरूको बीचको युद्ध वर्तमान छर्लङ्ग देखे पनि भविष्य देख्न नसकिने यही हो यथार्थ 10 पल्ट लडे पनि 11 चोटि उठ्नु पर्ने रहेछ खासमा त्यसैले यसलाई भनिने रहेछ जीवन यात्रा